वेलकम दाइ वेलकम जापान टोकियोमा के छ सन्चै हुनुहुन्छ हामी दुई भाइ मिलेर टक्क घुम्दैछौँ हल्का टल्कियो के किन घामले होला के घामले होला कि हेन्सम भएर टल्किया हो खै के हो हेन्सम भएर टल्कियो जस्तो लाग्यो गाइजहरु अब खाना त खाइयो यी फोर यसरी समातेरै हिँड्नु पर्छ त हेर्नु त ठिकै हो यो र गाइजहरु टिकटक हैन कस्तो बवाल छ यो फोर चाहिँ नदेखाम है क्याप्टेन कर्मा बिकेछ क्याप्टेन कर्मा बिकेछ मैले रिपोस्ट पनि हान्छु मेन्सन नि हान्छु टक्क लाएर टक्क भाइरल हुनुपर्छ अब दुई भाइ भएर भाइरल हाल्ने हो के हेलो एभ्रिवन गाइज वेलकम ब्याक टु माई न्यू भिडियो के छ सबजना सन्चै आउनुहुन्छ होला म भने एकदम सन्चै छु सो गाइज फाइनली आज चाहिँ म एकदम खुसी छु होइन ओ माई गड होइन हाम्रो दाइ जापान टोकियोमा आउनु भएको चाहिँ होइन त्यही पनि सिन्जुकुमा अनि म उहाँलाई भेट्नको लागि एकदम एक्साइटेड अनि एकदम खुसी छु है मैले सोचेको नै थिएन दाइ जापान आउनुहुन्छ होइन दाइसँग भेट हुन्छ भन्ने होइन म जापान आउँछु भन्ने मैले तर नसोचेको कुरा हुँदो रहेछ कि लाइफमा धेरै है जस खुसी छु जस अब भेट्न जाँदैछ है दाइलाई अब यहीँ सिन्जुकुमा रहेछ अलिकति 15-20 मिनट लाग्ने रहेछ कि म बस्ने ठाउँबाट अनि भेट्न जाँदैछु अब टक्क भेटिन्छ रमाइलो गरिन्छ है अनि यसो यताउता अब गटा हुन्छ अब घुम्नु जाने मौसम त आज खासै छैन जस्तो लागिरह यस्तो अलि बादल गरिरह जाडो भइरह है त्यही पनि अब प्रयास गर्छौँ कतै घुम्न मिलेछ भने घुम्न जान्छौँ नत्र यसो दुई भाइ टक्क भेटिन्छौँ बस्छौँ गफ गर्छौँ है सो गाइज ल भिडियो हेर्दै गर्नु होला होइन मैले खुसी दिन जमिन होला छोडी जानै पर्छ र भन्नु कि अहिले भाइरल हो नि त उसमा क्या टिकटकमा होइन एउटा भाइ छ मान्छे नै हेन्सम छ होइन अनि त्यो भाइ के मैले खुसी दिन जाने नहोला गर्छ होइन अनि कस्तो रमाइलो के त्यसको भोइस चाहिँ के होइन दामी लाग्यो ल ओके गाइज ल भिडियो हेर्दै गर्नु है त म धेरै कुरा गर्न चाहेन अहिलेलाई मौसम अलि त्यस्तै छ जाडो छ होइन म त्यही भएर जाडो हेर्नुहोस् जाडो कतिको रहेछ भन्ने कुरा आफै बुझ्नु अब यहाँ यस्तो छ यहाँ माथि यत्रो स्वेटर ओढिरहेको छु है ज्याकेट ओढिरहेको छु भित्रबाट स्वेटर त्यही हो गाइज जाडो लास्ने छ हेलो वेलकम दाइ वेलकम जापान टोकियोमा के छ सन्चै हुनुहुन्छ भाइसँग भेटे खुसी लाग्यो फाइनल्ली बिल्डिङ है मेरो चाहिँ म बस्ने बिल्डिङ ल दाइ बस्नु चाहिँ बिल्डिङ यो म टक्क दाइलाई भेट्न यहाँ यत्रो राम्रो लाग्यो फेरि उताबाट घुमेर यता आइसकेँ ल जाऊँ नि अब जाने अब रमाइलो गर्ने अब 3 दिन भयो 3-4 दिन भयो यसो भ्लग पनि बनाऊँ भनेर के भ्लग बनाउँछु नि त बल्ल अस्ति भर्खर खिदियो ठिक छ त्यही भएर जाडो जस्तो लाग्यो अनि यो स्वेटर लगाएर आएको कि म त जाडो छ कि जाडो छ तर अहिले त रहन्छ खासै म हिँडेर नि होला जाडो हुँदा नि हावा धेरै चिसो चल्दैछ यता भर्खर त सुरु भयो सुरु है कति जाडो हुन्छ यहाँ त्यो म आउँदाखेरि पहिला पानी लक्तरै परिरहेको थियो यस्तो जाडो भयो कि आमा बाहिर निस्किने त सम्भवै नै कि स्वेटर हुने कस्तो मजाको थियो खतममा के ल खुसी लाग्यो दाइलाई मलाई नि धेरै खुसी लाग्यो भाइसँग भेटेँ एकदम खुसी लाग्यो अब यहीँ रहेछ म फेरि लगभग आधी घन्टा जति हिँडेँ पहिला लोकेसन यहाँको अलि उताबाट घुमेर अलि धेरै हिँड्नु पऱ्यो ल गाइजहरू अब बाँकी कुरा अब बिस्तारै मन्दै गर्छु है ल हेर्दै गर्नु है भिडियो ल गाइजहरू हामी टक्क दाइसँग कफी खाँदैछौँ है टक्क लाएर यसो हल्का दाइले पार्क घुमाउन लिएको अब आज त खासै टाइम धेरै त छैन त्यही पनि हल्का घुमाऊँ भनेर टक्क जाडोमा तातो कफी खाँदै है दाइ रमाइलो भइरहेछ तपाईँ भन्नु न 2-4 शब्द के छ जापानको कस्तो भइरह यहाँ जस रमाइलो रहेछ यहाँ चाहिँ पार्कमा जापानको पार्क पनि हेऱ्यो रमाइलो हुन्छ खुसी लाग्यो भाइसँग पनि भेट भयो जापानिज मान्छेहरूलाई देखेर चाहिँ एकदम
खुसी लाग्यो, दामी लाग्यो, बवाल लाग्यो। बवाल छन् क्या है, कति राम्रा के सेतै सेता के आमा। एउटा एउटा कालो मान्छे नआयो कि अहिले सब सेतै सेता। नेपालबाटै हामी आउनुपर्ने। दामी कस्तो दामी देखिरहेको, हेर्नु कस्तो बवाल देखिरहेको यो फुलहरू के। भिडियो बनाउनु पर्यो है। अहिले बनाउँला कि टिकटक, टिकटकमा भाइरल हुन्छ नि हाम्रो दाइ। ल गाइजहरू अब इन्जोय भइरहेको जापानमा है यो। हजुर यो कफीको चुस्कीसँगै जापानको पार्कमा रमाइलो रमाइलो। ल रमाइलो गर्दैछौँ जे होस्। दाइसँग खुसी भेटेर एकदम धेरै खुसी लाग्यो। तपाईँहरू पनि भेट्न मन छ भने हामी सिन्जुकुमै छौँ, टोकियो सिन्जुकुमै आउन सक्नुहुनेछ है। कतिपय मान्छेहरूको दाइको स्टाटस कमेन्टमा चाहिँ देखिरहेको थिएँ मैले, दाइ म भोलि आउँछु पर्सि आउँछु भनेर। अब को भेट्न आउनु रहेछ भन्ने कुरो है, भेट्न मात्रै आउने होइन फेरि त्यहाँ कोसेली बोकेर आउने थियो कि होइन दाइ। ल हामी यतै छौँ, रमाइलो गर्दैछौँ हल्का। अब टक्क टिकटक सिकटक आउँछ हाम्रो है, टिकटक हेर्नु होला है टक्क लगाएर। हो गाइजहरू सिन चाहिँ बवाल देखिरहेको है। दाइ त हेर्नु त, दाइ फेरि कडा देखिन्छ कि फेरि आमा। म नि यहाँ कडा छु नि त फेरि। खाना त खाइयो, यी फोहोर यसरी समातेरै हिँड्नु पर्छ त, हेर्नु त। ठिकै हो, यो भनेको एउटा अनुशासनको कुरा। यताबाट अब खाना त खाइयो, अब फाल्न पाइएन यो है दाइ। गाउँ हाँ भएको है, ए जा भनेर फालिदिन्छु भाइ। जापानको रुल्स चाहिँ जोस् राम्रो, एकदम राम्रो जापानको रुल्स। यताबाट जानु, जापानको रुल्स एकदम राम्रो छ। जोस् रमाइलो भयो। अब यसो फोटो सोटो खिच्यौँ, टिकटक सिकटक बनायौँ होइन दाइ। बुढियाहरूको खिच्न पाउँदैन बुढियाहरूको। त्यही नि अब यस्तो हुन्छ कि यहाँ कस्तो हुन्छ भने अरूलाई पर्मिसन बिना त्यो यदि कहाँ भनेर खिच्यो भने चाहिँ हुन्छ, नत्र फेरि मान्दैन रहेछ। अलि हुन्छ कि हामी आफ्नै खिचौँ न, आफ्नो त जे खिच्यो नि भयो कि। दाइको आमा होइन टिकटक हेर गाइजहरू, टिकटक होइन कस्तो बवाल छ। यो फोहोर चाहिँ नदेखाऊँ है। क्याप्टेन कर्मा बिके छ। के छ अरे? क्याप्टेन कर्मा बिके। क्याप्टेन कर्मा बिके छ। मैले रिपोस्ट पनि हान्छु, मेन्सन नि हान्छु। टक्क लगाएर टक्क भाइरल हुनुपर्छ है। अब दुई भाइ भाइरल हाल्ने हो कि। अब जापान खाने हो कि दुई भाइले, खाइदिने हो कि त्यतिका जापान खाइदिने हो। ल ओके देश आरिगातो गोजाइमास भन्नु। आरिगातो गोजाइमास। ल है अब हामी चाहिँ लगभग अब यताबाट फर्किन लागिसक्यो हम। दाइले अब म बिस्तारै बिस्तारै जापानिज टक्क लाएर पर्फेक्ट खाना गराउँछु कि होइन। टक्क लाएर अब हिँडेपछि टक्क लाएर अब घुम्यो। ओके ल अब फेरि अर्को भ्लगमा आउँदै गरौँ ल। अब फेरि आज त धेरै टाइम छैन, भोलि चाहिँ घुम्नुपर्छ गाइस। ओके स्योर है ल ओके आजले चाहिँ बाबाई राखिदिएको ल। आजको छोटो एन्ड मिठो दाजुभाइको गफ अनि घुमघाम मात्रै हो आजको, त्यति विशेष छैन। अब भोलिको चाहिँ ठाउँसहित अब त्यहाँ हुन्छ के गरिन्छ के ल। अब भोलि त अब अरूसँग पनि जान सकिन्छ होइन। आज दुई भाइ मात्रै भयो, भोलि अरू पनि साथीहरू हुन सक्छन् है। त्यही भएर ल सबैजनाले अब मेरो युट्युब च्यानललाई के भन्नु ल। भाइको युट्युब च्यानललाई चाहिँ सबैजनाले सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। ल ओके, हाम्रो दाइको आवाजलाई सुन्ने हुने र देख्नु नि धेरै दर्शक महानुभाव हुनुहुन्छ होइन। दाइलाई नचिन्ने कोही पनि हुनुहुन्न जस्तो लाग्छ मलाई। त्यही भएर चाहिँ ल मैले टिकटक पनि भिडियोहरू बनाएको छु, युट्युब पनि आइहाल्छ। ल अहिले चाहिँ भिडियोलाई इन गर्न चाहन्छु। हस् त धन्यवाद सबैजनालाई हेरेर साथ सपोर्ट गरिदिनु होला है त। ल ओके बाई बाई गाइजहरू, आरिगातो गोजाइमास। ल ओके।